Strategic leadership. Leadership is obviously motivating employees, energizing employees, motivating individuals. And what it does that under leadership, we influence people. एउटा चाहिँ लिडरसिपमा के गरिन्छ भन्दाखेरि चाहिँ आफ्नो फलोअर्सहरूलाई चाहिँ कुनै पनि निश्चित उद्देश्यतर्फ चाहिँ इनर्जाइज गर्ने, मोटिभेट गर्ने, हैन, इम्पावर गर्ने काम चाहिँ लिडरसिपमा गरिन्छ। त्यसकारणले strategic leadership is the manager's ability to develop a strategic vision for the organization. Strategic leadership हरेक सङ्गठनमा हुन जरुरी छ। यसले के गर्छ भन्दाखेरि चाहिँ एउटा रणनीतिक दृष्टिकोण सङ्गठनलाई प्रदान गर्ने काम गर्छ। रणनीतिक नेतृत्व यदि भएन भने उसले सङ्गठनलाई रणनीति प्रदान गर्न सक्दैन, एउटा चाहिँ रणनीतिक चाहिँ दूरदृष्टि प्रदान गर्न सक्दैन र त्यसले सिङ्गो सङ्गठनलाई एउटा भिजन सहित हाँक्ने काम गर्न सक्दैन। त्यसकारणले स्ट्रेटेजिक लिडरसिप एकदमै बडो जरुरी हुन्छ हैन। रणनीतिक नेतृत्व भए भने मात्रै त्यो नेतृत्वले त्यो सङ्गठनलाई, सङ्गठनका तमाम सरोकारवालाहरूलाई एउटा गन्तव्यमा पुर्याउन सक्छ, अन्यथा सक्दैन। लिडर भयो तर लिडर भिजनरी भएन हैन, लिडरमा त्यो चाहिँ क्वालिटी भएन, मोटिभेट गर्ने हैन, इम्प्लोइजलाई, कमन पिपललाई चाहिँ सरोकारवालाहरूलाई चाहिँ मोटिभेट गर्ने काम भएन, इनर्जाइज इम्पावर गर्ने काम भएन भने त्यसले सङ्गठन कुनै गन्तव्यमा पुग्दैन। त्यसकारणले कुनै एउटा देश पनि राम्रो आर्थिक रूपमा विकास गरेको हामी किन देख्छौँ भन्दाखेरि त्यहाँनिर एउटा भिजनरी लिडरसिप चाहिँ रहेको देख्छौँ हामी है। लिडर त धेरै छन् हैन, तर भिजनरी लिडरसिप भएन भने, स्ट्रेटेजिक लिडरसिप भएन भने सङ्गठनलाई, यो देशलाई कसरी हाँक्ने, एउटा गन्तव्यमा कहाँनिर पुर्याउने भन्ने जबसम्म एउटा चाहिँ परिकल्पना बेगर देशलाई हाँक्ने काम गरिन्छ। तपाईँ आफै सोच्नुहोस् न, तपाईँ कहाँ पुग्ने, के हुने, के गर्ने टुङ्गै छैन, तपाईँ अघि बढिराख्नु पर्छ। सर पढ्दै जाउँ न, एउटा केही त केही हुन्छ होला भन्नको सट्टा एउटा लक्ष्य निर्धारण गरेर हिँड्नुभयो भने तपाईँको गन्तव्यमा पुग्ने के हुन्छ भने बाटाहरू बडो सरल, सहज र स्पष्ट हुँदै जान्छ। तपाईँ आफ्नो भविष्यप्रति अझै बढी के हुन्छ भने किटानीको साथ तपाईँ अगाडि बढ्न, कमिटमेन्ट, प्रतिबद्धताको साथ अगाडि बढ्न तपाईँलाई सजिलो हुन्छ। The objective of the strategic leadership is to streamline processes. कार्य गर्ने विभिन्न प्रक्रियाहरू हुन्छन्, त्यो खाका तोड्ने, खाका चाहिँ के भने बनाउने हैन। हामी कहाँनिर पुग्ने र त्यो कुन बाटो कसरी जाने भन्ने चाहिँ हामीले चाहिँ एउटा खाका चाहिँ बनाउने काम चाहिँ भिजनरी लिडरले हैन, एउटा चाहिँ लिडरले चाहिँ प्रोभाइड गर्ने काम गर्छ। बुस्ट स्ट्रेटेजिक प्रोडक्टिभिटी, उत्पादकत्व कसरी बढाउने हैन। तपाईसँग काम गर्ने कर्मचारीहरूको मनोबल वृद्धि गर्नुभयो हैन, यो किन गर्ने, के गर्ने, त्यसले तपाईँलाई के फाइदा गर्छ, सङ्गठनलाई के फाइदा गर्छ, यी तमाम कुराहरूको कम्युनिकेसन गरेर हैन, तपाईँ यो काम सम्पादन गरिसक्दा तपाईँ यस्तो हुनुहुन्छ भनेर तपाईँले पुग्ने गन्तव्य, तपाईँले हासिल गर्ने उपलब्धि यदि भनियो भने त्यसले के गर्छ भन्दाखेरि उत्पादकत्वलाई बढाएर लैजाने काम गर्छ। इट इन्करेज द इम्प्लोइज, त्यसले कर्मचारीहरूलाई के गर्छन् भने उत्प्रेरित गर्ने काम, भित्रैबाट चाहिँ हैन इनर्जाइज गर्ने काम पनि गर्ने काम गर्छन्। र इन्डिपेन्डेन्टली कसरी काम गर्ने हैन, तपाईँलाई चाहिँ पुश फरवर्ड देयर ओन आइडियाज, तपाईँले आफ्नो आइडियाहरूलाई कसरी प्रयोग गर्ने अनि तपाईँलाई कसरी इनर्जाइज गर्ने, तपाईँलाई कसरी इम्पावर गर्ने, यी सारा कुरा, कुनै कामहरू कसरी गर्ने, कहाँनिर पुग्ने, त्यो ठाउँमा कसरी पुग्ने, कुन बाटोबाट पुग्ने, कुन तरिकाबाट पुग्ने, यी सारा कुराहरू स्ट्रेटेजिक लिडरसिप अन्तर्गत गर्ने काम गरिन्छ। स्ट्रेटेजिक लिडर्सहरू दे आर अलवेज कमिटेड टुवर्ड्स द स्ट्रेटेजिक भिजन, स्ट्रेटेजिक इन्टेन्ट, रणनीतिक उद्देश्यतर्फ उनीहरू जहिले पनि कमिटेड हुन्छन्, प्रतिबद्ध हुन्छन् र उनीहरूको मातहतमा रहने काम गर्ने कर्मचारीलाई पनि प्रतिबद्ध बनाउने काम गर्छ। कम्युनिकेटर्स, दे आर भेरी गुड कम्युनिकेटर्स है। जहिले पनि सङ्गठनमा भएका कुरा, सङ्गठनले हासिल गर्ने कुरालाई कम्युनिकेसन गर्न बडो जरुरी छ। कम्युनिकेसन जति बढी हुन्छ मिसअन्डरस्ट्यान्डिङको चाहिँ सम्भावना त्यति के हुन्छ भने कम हुँदै जान्छ हैन। तपाईँले गर्ने काम, तपाईँले प्रयोग गर्ने स्रोत साधन
प्रति तपाईको रिपोर्टिङ रिलेसनशिप, तपाईको अथोरिटी, तपाईको रेस्पोन्सिबिलिटी, यी तपाईले गर्ने काम, तपाईले गर्न नहुने काम, ती तमाम कुराहरूको बारेमा तपाईँ स्पष्ट हुनुहुन्छ। विलिङनेस टु डेलिगेट, जहिले पनि आफ्नो अधिकारलाई चाहिँ प्रत्यायोजन गर्ने। म सधैँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बलवान भएर बस्नु नभएर हैन, यो अधिकारहरू बिस्तारै बिस्तारै प्रत्यायोजन गर्दै जाने। लिडरशिपका धेरै मोडलहरू छन्, तपाईँले पढ्नु भएकै छ हैन। अटोक्रेटिक, डेमोक्रेटिक, लेसोस्फियरहरू विभिन्न प्रकारका छन्। जोस् हामीले यसमा चाहिँ पार्टिसिपेटिभ प्रकारको हैन, लेसोस्फियर प्रकारको चाहिँ एउटा लिडरशिपको परिकल्पना गरेर हामीले स्ट्रेटेजिक लिडरशिप कसरी अगाडि बढाउने, त्यहाँ भएका चाहिँ काम गर्ने कर्मचारीहरूमा कसरी लिडरशिपको डेभलप गर्दै जाने भन्ने असल अभ्यासहरू हामी स्ट्रेटेजिक लिडरशिप अन्तर्गत हामी देख्ने काम गर्छौँ। हाउ टु इम्पावर द इम्प्लोइज इज भेरी इम्पोर्टेन्ट। कर्मचारीहरूलाई, तपाईँको मातहतमा काम गर्ने कर्मचारीहरूलाई तपाईँले सधैँ गाली गलौज गर्ने, दुर्व्यवहार गर्ने, होच्याउने हैन, चाहिँ के हुन्छ भने अपमान गर्ने, अपहेलित गर्ने गर्नुभयो भने के हुन्छ भन्नुहोस् त, तपाईँ कहिले बलियो हुनुहुन्न। तपाईँले तपाईँको साथमा काम गर्ने काँधहरूलाई जति बलियो बनाउँदै जानुहुन्छ, तपाईँले टेक्ने हैन, अँगालो हाल्ने काँधहरू जब बलियो बन्दै जान्छन्, तपाईँ पनि त्यति बेला के हुन्छ भने अझ बढी बलियो शक्तिशाली हुँदै जानुहुन्छ र एउटा सङ्गठनलाई एउटा गन्तव्यमा पुर्याउने काम सफल हुन पुग्छ। चिफ एक्जिक्युटिभ अफिसर हैन चाहिँ के कामहरू गर्छन् होला भन्दाखेरि, टिम कुकको मैले यहाँ चाहिँ एउटा चाहिँ सौजन्य गुगलबाट लिएछु हैन। चाहिँ एप्पलको चाहिँ सिओले के कुराहरू गर्छन् होला, जस्तै यहाँ ब्याङ्कहरूमा पनि चाहिँ कमर्सियल ब्याङ्कहरूका सिओहरू हुनुहुन्छ, धेरै नामहरू हामीसँग परिचित छन् हैन। ती व्यक्तिहरूले के गर्छन् होला त, रणनीतिक रूपमा उनीहरूको भूमिका के छ हैन भन्ने कुराहरूको हामी आज चर्चा गर्नेछौँ। द चिफ एक्जिक्युटिभ अफिसर, वी क्यान से दे आर द चिफ एक्जिक्युटिभ हेड of the organization. He is also known as the general manager. त्यसलाई चाहिँ विभिन्न नामले हामी पहिचान गर्न सक्छौँ। म्यानेजिङ डाइरेक्टर भनेर, एक्जिक्युटिभ डाइरेक्टर भनेर, एक्जिक्युटिभ चेयरम्यान भनेर हैन, प्रेसिडेन्ट भनेर। कुनै कुनै सङ्गठनमा के हुन्छ भन्दाखेरि चाहिँ चेयरम्यान पनि हुने हैन, अध्यक्ष पनि हुने, उसको चाहिँ के हुन्छ भन्दाखेरि एक्जिक्युटिभ अथोरिटी पनि हुन्छ। कुनै कुनै के हुन्छ भने एक्जिक्युटिभ अथोरिटी र बोर्डको चाहिँ फङ्सन के हुन्छ भने फरक छुट्याएको हुन्छ। त्यो सङ्गठनको प्रकृति अनुसार चाहिँ त्यसरी छुट्याइएको हुन्छ। जो समग्र रूपमा सङ्गठनको कार्य सञ्चालन गर्ने सबैभन्दा सर्वेसर्वा प्रमुख जिम्मेवारी पाएको हैन, अधिकार पाएको व्यक्तिलाई हामीले चिफ एक्जिक्युटिभ अफिसर भनेर भन्ने गर्छौँ। खास गरेर बोर्ड अफ डाइरेक्टर्स पनि, बोर्ड अफ डाइरेक्टर्सको चिफमा पनि त्यो अधिकार निहित हुनसक्छ सङ्गठनको प्रकृति अनुसार हैन। र चिफ एक्जिक्युटिभ अफिसर र बोर्ड हैन, बोर्डको मेम्बरहरूले समग्र रूपमा चाहिँ सङ्गठनको चाहिँ टप म्यानेजमेन्टलाई रिप्रेजेन्ट गरिरहेको हुन्छ। र एकजना सिइओले, चिफ एक्जिक्युटिभ अफिसरले एउटा चाहिँ स्ट्रेटेजीमा कस्तो प्रकारको भूमिका निर्वाह गर्छन् भन्ने बारेमा, फर्मुलेसनमा, इम्प्लिमेन्टेसनमा र कन्ट्रोलमा कस्तो प्रकारको भूमिका हुन्छ भनेर हामी चर्चा गर्न गइरहेछौँ। द चिफ एक्जिक्युटिभ officer is the executive head of the organization. He is also known as the managing director, executive director, executive chairman हैन। कहिलेकाहीँ चाहिँ कुनै सङ्गठनमा प्रेसिडेन्ट भनेर चाहिँ पनि भन्ने गरिन्छ। जस्तै युएसतिर चाहिँ धेरै जसो सङ्गठनहरूमा एक्जिक्युटिभ डाइरेक्टर, चेयरम्यान नामले प्रेसिडेन्ट, भाइस प्रेसिडेन्ट हैन, त्यसरी भन्ने चलनहरू छ। त कुरा एउटै हो, चिफ एक्जिक्युटिभ अफिसर हो। So his role or her role in the strategy, in terms of the formulation, in terms of the execution or implementation of the strategy, and in terms of the control of the strategy. Let's see what kind of role she or he does play. Let's go through. First of all, we'll go through the role of Chief Executive Officer in the strategy formulation. He is in fact the key strategist of the organization. एउटा स्ट्रेटेजिस्टको रोलको रूपमा उसले के काम गर्छ भन्दाखेरि, चिफ एक्जिक्युटिभ अफिसर इज इन फ्याक्ट द चिफ आर्किटेक्ट अफ द अर्गनाइजेसन। आर्किटेक्ट भनेको बुझ्नुहुन्छ नि हैन, तपाईँलाई थाहा छ एउटा घर बनाउनु पर्यो, आर्किटेक्ट इन्जिनियरले सङ्गठनको के अरे घरको खाका एउटा चाहिँ कस्तो हुन्छ हैन, बिम कहाँ हाल्ने, जग कस्तो हाल्ने, कतिवटा हाल्ने, रड के हाल्ने, ती सारा संरचनाको निर्माण गर्ने काम गर्ने गर्छ। So he or she is the chief architect who defines the vision, mission, objective, strategy. आर्किटेक्ट कस्तो आर्किटेक्ट हो?
उसले चाहिँ सङ्गठनको भिजन, मिसन, अब्जेक्टिभ, स्ट्रेटेजीहरू डिफाइन गर्ने। त्यो सङ्गठनमा त्यस्तो बिम हाल्ने, जग हाल्ने, रड हाल्ने, कतिसित रड हाल्ने, कस्तो खालको भिजन बनाउने, कस्तो खालको मिसन राख्ने, कस्तो खालको अब्जेक्टिभहरू राख्ने, कस्तो खालको स्ट्रेटेजीहरू लिएर हामी अगाडि बढ्ने हो, यी सम्पूर्ण कुराहरूको खाका तयार गर्ने काम एकजना प्रमुख आर्किटेक्टको रूपमा चिफ एक्जिक्युटिभ अफिसरले सम्पादन गर्ने काम गर्ने गर्छ। ए कन्सेप्चुअलाइज एन्ड क्राफ्ट स्ट्रेटेजिज कसले बनाउँछ? मूलभूत रूपमा सङ्गठनको मेन स्ट्रेटेजीको खाका तयार गर्ने काम एक्जिक्युटिभ अफिसरले गर्छ। तपाईँलाई थाहा होला चिफ एक्जिक्युटिभ अफिसरको चाहिँ छनौट कसरी हुन्छ भनेर, होइन? जस्तै चिफ एक्जिक्युटिभ अफिसरको लागि चाहिँ विज्ञापन खुल्छ, होइन? अरू अन्य तह जस्तै अधिकृत तहको चाहिँ कर्मचारी खोले जस्तै तपाईँलाई थाहा होला, कति निहाल्नु भएको छ। त्यसपछि चिफ एक्जिक्युटिभ अफिसरले के भनेको छ भने एउटा चाहिँ प्रपोजल पेश गर्ने भनेको छ। सङ्गठनलाई एउटा चाहिँ 5 वर्षसम्म तपाईँले कसरी हाँक्ने, त्यसको स्ट्रेन्थ के छ, विकनेस के छ, त्यसमा चाहिँ रिसोर्सहरू कसरी मोबिलाइज गर्ने, कर्मचारीलाई कसरी मोबिलाइज गर्ने, तपाईँले टार्गेटहरू के राख्नुहुन्छ, त्यो टार्गेटहरू एचिभ गर्नलाई कसरी हासिल गर्ने, इन्टरनल कन्ट्रोल मेकानिजम, रिपोर्टिङ मेकानिजम, बजेटिङहरूको अवस्था, फन्डहरू कहाँबाट उठाउने, त्यसलाई कसरी डिस्ट्रिब्युट गर्ने, प्रफिटहरूलाई कसरी चाहिँ तपाईँले वितरण गर्ने, कर्मचारी प्रशासनहरू, होइन, नियम कानुनहरू, चाहिँ एन्टी मनी लन्ड्रिङका कुराहरू, होइन, रिस्क म्यानेजमेन्टका कुराहरू, चाहिँ इन्टरनल कन्ट्रोल मेकानिजमका कुराहरू, होइन, चाहिँ तपाईँ एसेट लायबिलिटी म्यानेजमेन्टका कुराहरू, यी चाहिँ एकाउन्टिङ रेकर्डहरू कसरी रेकर्ड किपिङहरू कसरी गर्ने, होइन, यी सारा कुराहरूको एउटा चाहिँ योजना बनाएर तपाईँले पेश गर्नुहुन्छ। त्यसपछि एउटा कमिटी गठन भएको हुन्छ। त्यो कमिटीले सबैभन्दा राम्रो प्रपोजल जसको आएको छ, जसले चाहिँ भोलि कसरी हाँक्ने यो चाहिँ सङ्गठनलाई, जसको चाहिँ प्रपोजल राम्रो छ, जसको प्रपोजल फिजिबल देखिन्छ, त्यही व्यक्तिलाई त्यो सियो छान्ने काम हुन्छ, होइन? अमेरिकामा प्रेसिडेन्ट कसरी छान्ने हुन्छ भने पहिलादेखि नै चाहिँ चर्चा परिचर्चा डिबेटहरू हुन्छ, उनीहरूसँग के योजनाहरू छ, त्यो योजनाहरूलाई लिएर अगाडि सार्छन्, त्यो योजनाहरू चाहिँ जनताहरूले मन पराइदिन्छन् र त्यो भोलिका दिन 5 वर्षमा काम गर्ने के योजनाहरू छन् त्यो योजनालाई मन पराइदिन्छन् र त्यो योजना कतिको छ चाहिँ कार्यान्वयन गर्न उपयुक्त छ, सही छ कि छैन भन्ने कुरा चर्चा परिचर्चा विश्लेषणहरू हुन्छ, विशेषज्ञहरू डाकिन्छ, होइन? यी मानिसको चाहिँ दृष्टिकोण, यी मानिसको चाहिँ योजना सही छ भनेर अनि मानिसहरू छान्ने काम हुन्छ र त्यसरी चाहिँ प्रेसिडेन्ट छान्ने, उच्च पदस्थ कर्मचारीहरू चाहिँ छान्ने काम हुन्छ, होइन? काम के गर्ने भन्ने हाम्रोमा त त्यस्तो हुँदैन, अलिक फरक छ है। हरेक वर्ष चाहिँ एउटै चाहिँ घोषणापत्र लिएर चाहिँ अगाडि बढ्ने, अनि उसले गर्छ प्रायः जसोले गर्दैन भनेर थाहा पाइकन पनि हामी कुनै न कुनै एउटा चाहिँ उसमा चाहिँ आस्था राखेका हुन्छौँ, राजनीतिक दलमा आस्था राखेका हुन्छौँ, हामी भोट हाल्छौँ। हामीलाई धेरैले के छ भन्दाखेरि चाहिँ खासै गर्दैनन् होला जस्तो छ। र कसैले पनि म यो कामहरू गर्छु, यो कुराहरू गर्छु, मेरो खाका यो हो भने स्पष्ट खाका लिएर आएर आर्थिक विकास, राजनीतिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, होइन, विषयहरूलाई समेटेर ल्याएर चाहिँ त्यसको चर्चा परिचर्चा हामी आफै पनि, होइन, हामीले अरूलाई दोष दिने, हामीले चासो लिने, कसको चाहिँ आर्थिक दस्तावेज राम्रो छ, कसको चाहिँ फिजिबल छ भन्ने कुराहरूको छलफल गरेर यो ठिक छ, यसलाई चाहिँ अवसर दिनुपर्छ भन्ने हो। त्यस्तो कल्चरको हाम्रो विकास भएको अवस्था अलिकति चाहिँ अभ्यासमै रहेको अवस्था हामी देख्छौँ। त चिफ एक्जिक्युटिभ अफिसरले त्यो प्रस्ताव ल्याउनुपर्छ र उसले क्राफ्ट भिजनलाई, होइन, मिसनलाई, चाहिँ अब्जेक्टिभलाई, स्ट्रेटेजीहरूलाई चाहिँ एउटा चाहिँ कन्सेप्चुअलाइज गर्ने, यसलाई क्राफ्टिङ गर्ने काम चाहिँ चिफ एक्जिक्युटिभ अफिसरले एउटा की स्ट्रेटेजिस्टको रूपमा, मुख्य रूपमा मेन चाबीवाला मान्छे चाहिँ उही हो, होइन? की भनेको चाहिँ चाबी भनेको चाहिँ मुख्य भनेको ताला चाहिँ खोल्नु पर्यो। एउटा घर चाहिँ एउटा चाहिँ सानो तालाले ताला लगाएको हुन्छ भने त्यो चाबी खोल्ने काम, त्यहाँ प्रवेश गर्ने, त्यहाँ के गर्ने कामहरू गर्ने काम चाहिँ एउटा चाहिँ स्ट्रेटेजिस्टको रूपमा चिफ एक्जिक्युटिभ अफिसरले गर्नुपर्ने हुन्छ। हि प्लेज द रोल अफ डिसिसन मेकिङ, होइन? निर्णय लिने काम बडो महत्त्वपूर्ण हुन्छ। वाट वी डु, वी डिफाइन द प्रब्लम एन्ड टु सल्भ द प्रब्लम वी डेभलप द डिफ्रेन्ट टाइप्स अफ द अल्टरनेटिभ स्ट्रेटेजी, होइन? र त्यसमध्येबाट वी सेलेक्ट द बेस्ट स्ट्रेटेजिक अल्टरनेटिभ, होइन? त्यो त्यसमा के हुन्छ भने सम्बन्ध सबै पक्षहरूलाई चाहिँ समावेश गरेर पार्टिसिपेटिभ म्यानेजमेन्टको चाहिँ सिद्धान्तलाई लागू गरेर हामी के गर्छौँ भन्दाखेरि चाहिँ एउटा चाहिँ चिफ एक्जिक्युटिभ अफिसरले एउटा डिसिसन मेकिङको रोल पनि गर्नुपर्ने हुन्छ। रिसोर्स प्लानिङ रोल,
Resource is important. Human resource, financial, time, technology, finance. There are a lot of the resources are there. And resource planning is very much essential. To achieve the objectives, resources must be available. If we do not have the resources, we have to plan to acquire them. After acquiring them, we should allocate the resources. अर्गनाइजेसनमा धेरैवटा स्ट्रेटेजिक बिजनेस युनिट छन् भने प्रत्येक स्ट्रेटेजिक बिजनेस युनिटको लागि आवश्यक पर्ने हामी स्रोत र साधनहरूलाई प्राप्त गर्ने र त्यो प्राप्त गरेको स्रोत र साधनलाई बाँडफाँड गर्ने काम गर्छौँ ताकि त्यो सङ्गठनको उद्देश्य सजिलैसँग के हुन्छ भने हासिल हुन सकोस्। हामीले सम्पादन गर्ने काम र सोको लागि चाहिने रिसोर्सेसहरूको बिचमा फिट वा म्याचिङ भएन भने हामी काम गर्न सक्दैनौँ। कम्प्युटरबाट हामी काम गर्छौँ, कम्प्युटर भएन भने अब अरू विकल्प छन्, हामीलाई गाह्रो हुन्छ हैन। सो म्याच इज भेरी मच इम्पोर्टेन्ट। सो वी हेभ टु प्लान द रिसोर्सेस। हामीसँग रिसोर्स कति छन्, हामीलाई कति चाहिएको छ, कति अपुग छ, त्यो अपुग कहाँबाट प्राप्त गर्ने र प्राप्त भएको रिसोर्सहरूलाई कसरी एलोकेट गर्ने काम हामी कुन ठाउँमा कुन रिसोर्स उपलब्ध गरायो भने सही हुन्छ भन्नुहोस् है। सही रिसोर्स प्राप्त गरे भने मात्रै तपाईँले सही काम गर्न सक्नुहुन्छ। अब एउटा तपाईँले लेख्ने काम छ भने तपाईँलाई कापी कलम दियो वा तपाईँलाई ल्यापटप दियो वा तपाईँलाई अरू थोकै इन्स्ट्रुमेन्ट्सहरू दियो भने तपाईँले लेख्न सक्नुहुन्छ। तपाईँसँग केही छैन भने तपाईँलाई लेख्न गाह्रो हुन्छ हैन। एउटा वाल फोड्नु पर्यो भने वाल फोड्ने मेसिन भयो अथवा हम्मर भयो, तपाईँसँग केही छैन भने हातैले मात्रै मुका हानेर तपाईँलाई वाल फोड्न गाह्रो हुन्छ। द रिसोर्सेस आर भेरी मच इम्पोर्टेन्ट है। अर्को छ नेगोसिएटर रोल। नेगोसिएट, देयर आर डिफरेन्ट कन्फ्लिक्टिङ interest in the organization and these all conflicting interest भएका पक्षहरूलाई सँग नेगोसिएट गर्ने काम हैन एउटा चिफ एक्जिक्युटिभ अफिसरले गर्नुपर्ने हुन्छ। र नेगोसिएसन कसरी गर्ने हैन, गिभ एन्ड टेकको आधारमा, ट्रेड अफको आधारमा कोही कसैको डिमान्डलाई मिनिमाइज गरेर कसैकोलाई बढाएर कसैको बिचमा सन्तुलन कायम गरेर विभिन्न चरणहरूमा नेगोसिएसन स्किलहरू हुनुपर्छ हैन। नेगोसिएसन कसरी गर्ने भन्ने बारेमा पनि छुट्टै टपिक छ। र नेगोसिएसन कसरी गर्ने भन्ने बारेमा पनि एकजना स्किल हुनु पर्यो हैन। विषय के हो, त्यसको तयारी कसरी गर्ने, दुई पक्ष बीच कसरी बसेर छलफल गर्ने, अनि कसरी विषयहरूलाई उठान गर्ने, कसरी अरूको कुराहरू सुन्ने, कसरी कुन तहमा कुन पोइन्टमा पुग्यो भने हामी त्यो नेगोसिएसन गर्न सक्छौँ, एउटा सेटलमेन्टमा जान सक्छौँ, त्यस्ता क्षमताहरू पनि भएको हुनुपर्छ। र त्यो रोल पनि एकजना चिफ एक्जिक्युटिभ अफिसरले सम्पादन गर्नुपर्ने हुन्छ। Next is the role of Chief Executive Officer in implementation of the strategy. Implementation means putting the strategy into action. रणनीतिलाई कसरी कार्यान्वयन गर्ने, रणनीतिलाई हामीले तयार गरिसकेपछि त्यसलाई हामीले वास्तविक रूपमा कसरी ढाल्ने, वास्तविक कार्य सम्पादनमा त्यसलाई कसरी उतार्ने, त्यसलाई कसरी कार्यान्वयन गर्ने, कुन तरिकाबाट त्यसलाई हामीले मूर्त रूप दिने हैन भन्ने कुरा हामी इम्प्लिमेन्टेसनमा काम गर्छौँ। फर्स्ट अफ अल देयर इज फाइन्ड द इन्फर्मेसनल रोल। इन्फर्मेसनल रोल, whatever the information are important that must be obtained, collected हैन, त्यो इन्भाइरोमेन्टल स्क्यानिङबाट हुन सक्छ, अनि विभिन्न पत्र पत्रिकाबाट, संगठनको बारेमा आफै जानकार गरेर हुन्छ हैन, कम्प्युटर्सहरूबाट, कर्मचारीहरूबाट, ग्राहकहरूबाट we obtain the information. The information might be about regarding the strategy of the organization. Organization को strategy छ भने त्यो तल्लो तहका तबकाका विभिन्न तह र तबकाका कर्मचारीहरूको बिचमा पनि त्यसलाई कम्युनिकेसन गर्ने काम स्ट्रेटेजिस्टको रूपमा एकजना चिफ एक्जिक्युटिभ अफिसरले गर्नुपर्ने हुन्छ। संगठनको नीति नियम रणनीतिहरूको बारेमा हैन एउटा निश्चित दायराभित्र रहेर बाह्य पक्षलाई जानकारी गराउने जिम्मेवारी पनि कसको त भन्दाखेरि चिफ एक्जिक्युटिभ अफिसरको। हामीले एउटा यस्तो वस्तु लिएर आएका छौँ, यस्तो सेवा लिएर आएका छौँ जुनले समाजलाई, गाउँघरलाई, यो देशलाई फाइदा पुर्याउँछ, यस्तो प्रोडक्ट लिएर आएका छौँ, यस्तो सेवा लिएर आएका छौँ भन्ने विषय वस्तुको बारेमा जानकारी गराउने कसले त? चिफ एक्जिक्युटिभ अफिसरले वा चिफ एक्जिक्युटिभ अफिसरले तोकेका कुनै व्यक्तिले। र उसैको निर्देशनमा, उसैको मातहतमा रहेर सम्बन्धित व्यक्तिले वा चिफ एक्जिक्युटिभ अफिसरले त्यसको बारेमा हैन संगठन भित्रकालाई र संगठन बाहिरकालाई जानकारीहरू गराउनु पर्ने हुन्छ
हैन र सो इट रिक्वायर्स द इफेक्टिभ चाहिँ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम त्यसको लागि बडो महत्त्वपूर्ण हुन्छ लिडरशिप रोल obviously chief executive officer is a leader he or she plays the role of the administrator प्रमुख चाहिँ प्रशासक को हो त भन्दाखेरि चाहिँ CEO she or he assumes the leadership role हैन उले इन्स्ट्रक्ट गर्ने प्लानिङ गर्ने अर्गनाइजिङ गर्ने डाइरेक्टिङ गर्ने हैन यी सारा कुरा कन्ट्रोल गर्ने सबै काम कसले गर्छ त भन्दाखेरि त लिडरले त्यो लिडर को हो द चिफ एक्जिक्युटिभ अफिसर she or he motivates it's very important to motivate the employees we always demand the work rather than encouraging them to do the work हामी जहिले पनि यो काम सक्यो यो गरिसक्नु हो खै ल्याउनुस् तर त्यो काम गर्ने त्यो कामलाई कसरी चाहिँ ल अब सिद्ध्याउने हैन त्यसलाई इनर्जाइज गर्ने काम हामीबाट चाहिँ के हुन्छ भने मोटिभेटरको रूपमा एकदमै कम हुन्छ इन्स्योर्स द पार्टिसिपेसन अफ अल द स्टेकहोल्डर्स एज फार एज पोसिबल इम्पोर्टेन्ट हैन धेरैभन्दा धेरै सरोकारवालाहरूलाई सहभागी बनाएर हामी यदि अगाडि बढायौँ भने सबै सरोकारवालाहरूको निड्सहरू चाहिँ झल्किने काम त्यो निर्णयमा हुन्छ हैन त्यो निड्स भनेको के हो भन्दाखेरि त्यो निड्स झल्कियो र सोही बमोजिमको हामीले निर्णय लियौँ भने त्यो निर्णयले सबै सरोकारवालाहरूको निड्सहरूलाई फुलफिल गर्ने काम गर्छ र सबै सरोकारवालाहरूलाई एकताबद्ध बनाउने काम पनि कसले गर्छ भन्दाखेरि चाहिँ चिफ एक्जिक्युटिभ अफिसरले गर्ने काम गर्छ सिआरई प्रोभाइड्स द गाइडलाइन्स कुनै काम कसरी गर्ने कसरी नगर्ने यो काम कसरी अगाडि बढ्ने भनेर एउटा गाइडलाइन्स प्रोभाइड गर्ने काम पनि चिफ एक्जिक्युटिभ अफिसरले गर्ने गर्छ सबैभन्दा अर्को महत्त्वपूर्ण म्यानेजिङ चेन्ज एभ्री सेकेन्ड द वर्ल्ड इज चेन्जिङ हैन एन्ड इट्स भेरी इम्पोर्टेन्ट टु म्यानेज द चेन्ज परिवर्तनले के हुन्छ भने एउटा आशंका सिर्जना गर्छ यो परिवर्तनले मलाई त गाह्रो बनाउँछ यो परिवर्तनले मलाई अप्ठ्यारो बनाउँछ भन्ने एउटा चाहिँ अनिश्चितताले मानिसलाई सताइरहेको हुन्छ अनिश्चितताले सङ्गठनलाई पिरो लिइरहेको हुन्छ अनि त्यो अनिश्चितताको अन्त्य गर्ने त्यस अनिश्चितताको चिरफार गर्ने काम चिफ एक्जिक्युटिभ अफिसरले गर्नुपर्ने हुन्छ लिङ्किङ द रिवार्ड्स टु पर्फर्मेन्स जसले राम्रो काम गर्छ उसलाई रिवार्ड दिनुपर्छ जसले सही गरेका छैन गलत काम गरिरहेछ भने उसलाई सही ठाउँमा ल्याउने सही तरिकाले काम गर्ने गराउने मोटिभेट गर्ने काम चाहिँ चिफ एक्जिक्युटिभ अफिसरले गर्नुपर्ने हुन्छ क्यारोट एन्ड स्टिक म्यानेजमेन्टको चाहिँ कन्सेप्ट धेरै पुरानो भइसक्यो पार्टिसिपेटिभ इन्करेजिङ कसरी गराउने होइन कसरी चाहिँ हातेमालो गरेर चाहिँ सबैलाई एक साथमा अगाडि बढाउने बढीभन्दा बढी काम गर्ने हो त्यतातिर चाहिँ चिफ एक्जिक्युटिभ अफिसरले कामहरू गर्नुपर्ने हुन्छ अर्गनाइजर रोल हाउ टु अर्गनाइज द ह्युमन बिङ्स एन्ड द अदर रिसोर्सेस हेर्नुहोस् है सङ्गठनको एउटा संरचना तयार गर्नु पर्यो एउटा इम्प्लोइजहरूको हायरर्की तयार गर्नु पर्यो सबैभन्दा माथि को हुन्छ बोर्ड साधारण सभा हुन्छ त्यसपछि बोर्ड हुन्छ त्यसपछि चाहिँ चिफ एक्जिक्युटिभ अफिसर उसको उसमा रहने चाहिँ एउटा चाहिँ व्यवस्थापन समिति हुन्छ व्यवस्थापन समूह हुन्छ त्यसका मुनि चाहिँ डिपार्टमेन्टल हेडहरू हुन्छन् एउटा मैले कमर्सियल ब्याङ्क उदाहरण दिएँ डिभिजनहरू हुन्छ त्यसमा विभिन्न चाहिँ अधिकृतहरू कामहरू गर्छन् होइन यस्तो प्रकारको चाहिँ एउटा चाहिँ सङ्गठनको एउटा स्ट्रक्चर तयार गर्ने काम जसमा अथोरिटी रेस्पोन्सिबिलिटी रिपोर्टिङ कसले कसलाई रिपोर्टिङ गर्ने स्पान अफ कन्ट्रोल चेन अफ कमान्ड होइन यी सारा कुराहरूलाई लिएर सङ्गठनको एउटा खाका तयार गर्ने काम गरिन्छ र सङ्गठनलाई कसरी चलायमान बनाउने हाउ टु मेक द अर्गनाइजेसन फङ्सनिङ होइन एउटा सङ्गठनलाई चलायमान कसरी बनाउने त्यसको लागि एउटा खाका बनाउन बडो तयार जरुरी हुन्छ होइन एउटा खाका बनाएर चाहिँ कसरी अगाडि बढाउने जस्तै हामीले चाहिँ काठको टुक्रै मात्रै लिएर चाहिँ समुद्रमा हाम फाल्यौँ भने त डुब्छौँ होइन र त्यसलाई कसरी बोट बनाउने बोटमा चाहिँ अगाडि बस्ने पछाडि बस्ने बिचमा बस्ने कसले खियाउने होइन त्यो सारा कुराहरूलाई चाहिँ एउटा स्ट्रक्चर बनिन्छ अनि बोट बन्छ त्यो बोटलाई लिएर हामी समुद्रमा सुई अगाडि बढ्न सक्छौँ होइन मेसिनले चाहिँ स्ट्रिमर लिएर चाहिँ अगाडि बढ्ने वा हातले खियाएर अगाडि बढाउने के सम्भव छ कुन जरुरी छ हामी कुन तहमा सक्षम छौँ स्रोत र साधनले त्यो अनुसारले एउटा सङ्गठनको संरचना खाका बनाएर हामी अगाडि बढ्ने काम गर्छौँ अर्को छ रिसोर्स म्यानेजर रोल Chief Executive Officer must be well acquainted with the available resources or required resources to implement the strategy and to achieve the organizational objectives. Strategic intent हासिल गर्नको लागि रिसोर्सेसहरूलाई चाहिँ हामीले
कसरी चाहिँ हामीलाई चाहिँ बढीभन्दा बढी एफिसिएन्ट तरिकाले प्रयोग गर्ने भन्ने बारेमा त्यो भूमिका बडो महत्त्वपूर्ण हुन्छ। रिसोर्सलाई चाहिँ कसरी मोबिलाइज गर्ने, हैन, रिसोर्सहरू हामीसँग के छन्, कोर कम्पिटेन्सी भएका रिसोर्सहरू के छन्, चाहिँ अब्जेक्टिभ एचिभ गर्नलाई हामीलाई रिसोर्सहरू कति चाहिन्छ, त्यो कहाँबाट प्राप्त गर्ने, हैन, त्यसलाई चाहिँ एलोकेट कसरी गर्ने, हैन, बजेटहरू कसरी तयार गर्ने, बजेटको आधारमा हामीले चाहिँ बजेट एउटा प्लान हो, वर्षभरिको बजेट बनाएर हामीले स्रोत र साधनलाई कसरी बाँडफाँड गर्ने, हैन, स्रोतहरू चाहिँ हामीले कुन कुन क्षेत्रबाट चाहिँ सङ्कलन गर्ने भनेको रिभिन्युजहरू, हैन, रिभिन्युजहरू कहाँ कहाँबाट सङ्कलन गर्ने अनि त्यसलाई कुन कुन क्षेत्रमा खर्च गर्ने। बजेट भनेकै त्यही हो नि, हैन, हामीले भनेको बजेट भनेको एक आर्थिक वर्षको लागि आम्दानी र खर्चको विवरण, अनुमानित विवरणलाई हामी बजेट भन्छौँ। हरेक सङ्गठनले बनाउँछ, हामी घरमा पनि बनाउँछौँ नि बजेट, हैन, दसैँ आयो बजेट बनाउने, वर्षभरिको बजेट के छ भनेर हामी बनाउने काम गर्छौँ, हैन। अब चाहिँ भनौँ चुनावमा नेताहरूले अहिले चाहिँ बजेट बनाइराख्नु भएकोलाई त्यति खर्च लाग्छ, त खर्च गर्न सुरु भइसकेको छ। हामी दसैँमा बजेट बनाउँछौँ, घुम्न जानु पर्यो, काम गर्दा गर्दा चाहिँ ऊ भयो, अलिक मोनोटोनस भयो, हामी चाहिँ घुम्न जाउँ, त्यसको लागि बजेट बनाउँछौँ। एउटा हामी चाहिँ हामीसँग रकम रिसोर्स कति छ र त्यसलाई खर्च कुन कुन ठाउँमा कति कति गर्ने, त्यसले एउटा स्पष्ट खाका चाहिँ तयार गर्छ। हामीलाई बजेटभन्दा बाहिर गएर यदि कहिलेकाहीँ खर्च गर्नुपर्ने, त्यसलाई कन्टिन्जेन्सी फन्ड पनि बनाएको हुन्छ, होइन, कहिलेकाहीँ नसोचेको केही आउँछ आकस्मिक, त्यसको लागि पनि हामीले चाहिँ चाहिँ मेन्टेन गरेर अगाडि बढ्नुपर्ने हुन्छ। सोचेकै कुरा हुन्छ भन्ने जरुरी छैन, त्यसरी आकस्मिक केही घटना भयो भने त्यो आकस्मिक घटनालाई पनि हामीले चाहिँ निराकरण गर्नु पर्यो। हामीले चुप लाएर बस्नु भएन, होइन, योजना बनाएको थिएँ यस्तो घटना हुन्छ भनेर सोचेको थिइनँ, अब त मेरो चाहिँ काम छैन भने हामीले कन्टिन्जेन्सी फन्डहरू, कन्टिन्जेन्सी प्लानहरू हामीले बनाएर राखेको हुन्छौँ, होइन। क्राइसिसको सिचुएसन आउनसक्छ, हामीले हुनसक्छ रिसोर्सहरूलाई चाहिँ क्राइसिसको लागि भनेर पनि केही चाहिँ हामीले चाहिँ आकलन गरेर छुट्याएर राखेको हुनसक्छ है। अर्को छ द स्ट्रेटेजिस्टको चाहिँ चिफ एक्जिक्युटिभ अफिसरले अर्को भूमिका भनेको कन्ट्रोल, नियन्त्रणबाट जरुरी हुन्छ है। कन्ट्रोल इन्स्योर्स द्याट द एक्टिभिटिज आर परफर्म्ड एज पर प्लान है, प्लान्ड अनुसार चाहिँ हाम्रो गतिविधिहरू सञ्चालन भइरहेको छ भनेर हामीले त्यो नियन्त्रण गर्न बडो जरुरी छ। अन्डर कन्ट्रोल वाट वी डु, वी मेजर द पर्फर्मेन्सेस एन्ड देन यु इभालुएट वेदर our performance are as per the plan or not, as per the predetermined standard or not, पूर्व निर्धारित योजना, पूर्व निर्धारित स्तर अनुसार हाम्रो कार्य भयो कि भएनन् भनेर हामीले त्यसको लेखाजोखा गर्नुपर्छ, मूल्याङ्कन गर्नुपर्छ। र त्यो नियन्त्रण गर्ने काममा हामी के गर्छौँ भने पहिलोमा स्ट्रेटेजिक कन्ट्रोल, हामीले चाहिँ कुनै एउटा रणनीति बनाएका छौँ भने त्यो रणनीति बनाउँदाखेरि एउटा वातावरणको अनुमान लगाएको छौँ, वातावरण यस्तो छ, अब यस्तो हुनेछ, अबको 5 वर्षमा, अबको 2 वर्षमा, अबको 1 वर्षमा भनेर अनुमान लगाएको छौँ भने त्यो अनुमानको आधारमा हामीले रणनीति बनाएको छौँ। मानौँ त्यो अनुमान अहिले काम लागेन, फेल खायो, हामीले जुन अनुमान गरेका थियौँ वातावरण र अहिलेको वातावरण फरक छ भने त अब हाम्रो रणनीति काम गर्दैन, रणनीति परिवर्तन गर्नु पर्यो भने हामीले विगतमा सोचेको अवस्था र वर्तमानमा रहेको अवस्था चाहिँ ठिक छ कि छैन भनेर लेखाजोखा गर्नु पर्यो नि। दिस इज द स्ट्रेटेजिक कन्ट्रोल रुल, होइन, दिस इज कल्ड द प्रेमिस कन्ट्रोल। हामीले विगतमा आकलन गरेको अवस्था छ कि छैन भनेर पहिला निधो गर्नुपर्छ। विगतमा अब हामीले आकलन गरेको अवस्था छ भने अनि बल्ल हाम्रो रणनीति काम लाग्छ, होइन भने अहिलेको वातावरण फरक छ भने त हामीले रणनीति पनि फरक गर्नु पर्ने, परिवर्तन गर्नु पर्यो नि है। र त्यसैकोमा हामी के नि, we identify the gap. Gap analysis is very important. हामीले के सोचेका थियौँ, के भयो, किन त्यस्तो भयो, ग्याप के कारणले आयो, त्यो ग्यापलाई हामी कसरी मिटिगेट गर्ने, होइन, वाट इज द रिजन बिहाइन्ड द ग्याप, त्यो ग्यापलाई हामी कसरी चाहिँ नयाँ एउटा ब्रिज बनाउने, कुन कुराले त्यो ब्रिज बनाउँछौँ, त्यो ब्रिजले चाहिँ ग्यापलाई के गर्छ भने फुलफिल गर्छ, होइन। यता र उताको बिचमा चाहिँ खोलामा चाहिँ हामीले पुल हालिदियौँ भने दुवैतिरलाई हामी के गर्न सक्छौँ भन्दाखेरि जोड्न सक्छौँ। त्यो ग्याप एनालिसिस हामी गर्छौँ र करेक्टिभ एक्सनहरू, कुन कुन एक्सनहरू गऱ्यौँ भने त्यो ग्यापलाई हामी मिनिमाइज, न्युट्रलाइज अथवा इलिमिनेट गर्न सक्छौँ ताकि हामीले सोचेअनुसारको रणनीतिले काम गर्न सक्छ। एनदर इज स्ट्रेटेजिक सर्भिलेन्स रुल। सर्भिलेन्स भनेको जस्तै सिसी क्यामेराले चाहिँ निरन्तर अनुगमन गरिराख्छ नि,
चाहिँ चिफ एक्जिक्युटिभ अफिसरले पनि निरन्तर रूपमा सङ्गठनभित्र र बाहिर जति पनि गतिविधिहरू भइरहेको छन् होइन, जुन गतिविधिहरूले सङ्गठनलाई चुनौती सृजना गर्न सक्छ, सङ्गठनको अस्तित्वलाई सखापमा पार्न सक्छ, जुन कुराले सङ्गठनको रणनीतिक कार्यान्वयनमा ठुलो असर गर्न सक्छ, त्यस्ता गतिविधिहरूलाई नियाली राख्ने काम पनि चिफ एक्जिक्युटिभ अफिसरले गर्नुपर्छ। त्यस्ता गतिविधिहरू कुन गतिविधि हुन्, हो यस्तो कामले त सङ्गठनलाई सखाप बनाउन सक्छ भने त्यसलाई तुरुन्त आइडेन्टिफाई गरेर त्यसलाई तुरुन्त के गर्नुपर्छ भने निराकरण गर्नुपर्ने हुन्छ। र निरन्तर रूपमा अनुगमन गर्ने काम होइन, सङ्गठनभित्र भइरहेको छ कुनै कर्मचारीहरूमा कुनै रणनीतिक कार्यान्वयन गर्ने क्रममा कुनै यस्तो कुराहरू छ जसले चाहिँ सङ्गठनको रणनीतिक उद्देश्य हासिल गर्न गाह्रो हुन्छ भने त्यसलाई चाहिँ ध्यान दिनु पर्यो, त्यसलाई निराकरण गर्नु पर्यो। सङ्गठनभित्र मात्रै होइन, द्याट माइट बी आउटसाइड द अर्गनाइजेसन, सङ्गठन बाहिर कुनै यस्तो एउटा चाहिँ घटना वा वातावरण वा परिवेश सृजना भएको हुनसक्छ जसले चाहिँ सङ्गठनलाई के गर्छ भन्दाखेरि चाहिँ सङ्गठनलाई चुनौती खडा गर्न सक्छ भने त्यस्तो अवस्थालाई पनि निरन्तर रूपमा सर्भिलेन्स गरिराख्ने काम चाहिँ, अनुगमन गरिराख्ने काम चाहिँ चिफ एक्जिक्युटिभ अफिसरले गर्नुपर्छ। एन्ड ही अर सी मस्ट बी रेस्पोन्सिभ टु द इन्भाइरोमेन्टल चेन्जेस। वातावरणमा, आन्तरिक वातावरण विशेष गरेर बाह्य वातावरणमा यदि परिवर्तन आएको छ भने त्यसलाई तुरुन्त होइन, तुरुन्तभन्दा तुरुन्त चाहिँ त्यसलाई के गर्नु पर्यो त भन्दाखेरि हामीले रेस्पोन्स गर्नु पर्यो। बाह्य वातावरणमा परिवर्तन आयो, त्यसले हाम्रो चाहिँ स्ट्रेटेजिक इन्टेन्ट र सङ्गठनको रणनीतिक उद्देश्य हासिल गर्न त्यसले चाहिँ हामीले चुनौती सृजना गरेको छ भने हामीले तत्काल त्यो समस्यालाई कसरी हामी लिने, कसरी टेक ओभर गर्ने, त्यसलाई चाहिँ कसरी हामीले चाहिँ समय सल्भ गर्ने, सेटल डाउन गर्ने हो, त्यसको बारेमा हामीले सोच्नुपर्ने हुन्छ। अर्को छ स्पेसल अलर्ट कन्ट्रोल। स्पेसल अलर्ट, कहिलेकाहीँ यस्तो अवस्था आउँछ जसमा हामी हाई अलर्ट भएर बस्नुपर्छ। जस्तै भनौँ न कोभिडको अवस्था आयो होइन, कोभिडको अवस्था पहिला कहिले पनि नसोचेको अवस्था थियो, हामीले निगरानी गऱ्यौँ। चाहिँ पहिला हामीले चाइनामा सुन्यौँ, चाहिँ चाइनामा चाहिँ लकडाउन भएको कुराहरू सुन्यौँ, अनि त्यसपछि हामी अलर्ट भयौँ होइन। त्यो स्पेसल अलर्ट यदि त्यति बेला भएका थिएनौँ भने हाम्रो गतिविधिहरू धेरै तस नस हुन्थ्यो। हामीले अल्टरनेटिभ प्लानहरू गऱ्यौँ होइन। हामीले क्राइसिस म्यानेजमेन्ट कसरी गर्ने, क्राइसिस भनेको त्यस्तो चाहिँ अवस्था हो, त्यस्तो घटना हो जसले आन्तरिक र बाह्य वातावरणमा खास गरेर बाह्य वातावरणमा आएको त्यस्तो अवस्था हो जसले सङ्गठनको सञ्चालनमा एउटा असहज अवस्था आउँछ, जसले सङ्गठनको उद्देश्य हासिल गर्नमा त्यसले अप्ठ्यारो सिर्जना गर्छ, त्यसले एउटा भय सिर्जना गर्छ सङ्गठनलाई, सङ्गठनको कर्मचारीलाई चाहिँ काम गर्ने एउटा अन्योलता सृजना गर्छ। त्यस्तो बेलामा हामीले स्पेसल अलर्ट हुनुपर्छ। त्यस्तो बेलामा त्यस्तो क्राइसिसलाई म्यानेज गर्नको लागि एउटा क्राइसिस म्यानेजमेन्ट टिम बनाउनुपर्छ तुरुन्तै होइन। सम्बद्ध सरोकारवाला सबै पक्षहरूलाई समेटेर सानोभन्दा सानो एउटा के गर्नुपर्छ, क्राइसिस म्यानेजमेन्ट टिम जहिले पनि बनाएर राख्नुपर्छ। ल के सङ्गठनमा अप्ठ्यारो अवस्था आयो भने होइन, सिओ, एसिओ अथवा चाहिँ यो चाहिँ चिफ के भन्छ भन्दाखेरि डिपार्टमेन्टल हेड र चाहिँ तपाईँको जनसम्पर्क अधिकृत अथवा चाहिँ भनौँ न एउटा मार्केटिङ अफिसर, र यो चारजनाको एउटा टिम छ। तपाईँहरूले के त्यस्तो अप्ठ्यारो अवस्था आयो भने तपाईँहरू चाहिँ तुरुन्तै बैठक बसेर अवस्था के हो मलाई रिपोर्टिङ गर्नु होला। एउटा क्राइसिस टिम एउटा हामीले बनाएर आएको छ, त्यो सुप्त अवस्थामा छ, अहिले सुतिरहेछ, क्राइसिस आएको छैन। तर केही त्यस्तो क्राइसिस आउने बित्तिकै त्यो 4 जना वा 6 जनाको एउटा टिम बनाएर होइन, वा 10 जनाको त्यो ग्रुप तुरुन्तै मिटिङ बस्छ, क्राइसिस के हो भनेर आइडेन्टिफाई गर्छ, हामीलाई त्यसले के असर गर्छ त्यो आइडेन्टिफाई गर्छ, र त्यो असरबाट हामी कसरी अगाडि बढ्ने भनेर एउटा चाहिँ रोड म्याप बनाउँछ। क्राइसिस म्यानेजमेन्ट टिम भन्छ त्यसलाई है। क्राइसिस म्यानेजमेन्ट टिम एउटा सङ्गठनमा बनाएर राख्नुपर्छ। जसरी भनौँ न आगो त लागेको छैन नि, दमकल त राखेको छौँ नि हामीले है। आगो लाग्यो भने भन्न बाँच्ने ड्राइभरलाई फोन गर्नु थियो, पानी पनि तुरुन्त चाहिँ लोड गरेर आन्छ, तुरुन्त लिएर कुद्छ। त्यस्तै गरेर सङ्गठनमा एउटा क्राइसिस म्यानेजमेन्ट टिम बनाएर राख्नै पर्छ, जसले क्राइसिसहरूलाई चाहिँ निगरानी गर्ने, क्राइसिस के हो पत्ता लगाउँछ, क्राइसिसले हामीलाई पार्ने असर के हो त्यो आइडेन्टिफाई गर्ने, त्यसले हामीलाई कसरी असर गर्छ त्यसबाट कसरी जोगिने होइन, त्यसको एउटा खाका बनाएर अगाडि बढ्ने होइन हो। त्यसको काम पनि के हुन्छ भने एउटा चाहिँ स्ट्रेटेजिस्टको रूपमा चिफ एक्जिक्युटिभ अफिसरले स्पेसल अलर्टको रूपमा चाहिँ त्यो कामहरू गर्नुपर्ने हुन्छ। क्विक रेस्पोन्स, हामीले
बाह्य वातावरणमा आएका त्यस्ता खालको दुर्घटनालाई लिएर हामीले ढिलो गऱ्यौँ भने त्यसले सङ्गठनलाई सखाप पर्छ। आगो लागो सङ्गठनमा भनेपछि ल अब सबैजना आउनुहोस् है बैठक बसौँ है, आगो लागेको छ, अब यो आगो लागो, अब के गर्ने त यो आगो निभाउने भन्नेतिर लाग्यो भने त्यति दिनसम्म त सखाप बनाइसक्छ होइन। त्यस कारणले हामीले त्यस्तो क्राइसिसहरूलाई चाहिँ एकदम रेस्पोन्स एकदम क्विक हुनुपर्छ र त्यस्तो अवस्थामा कम्युनिकेसन एकदम लगातार हुनुपर्छ है। सम्बन्ध व्यक्तिहरू जो सरोकारवालाहरू छन् उनीहरूसँग एकदमै नियमित रूपमा के हुन्छ भने हामी छलफल गरिराख्नुपर्छ र अर्को छ सरोकारवालाहरूसँग पनि छलफल गरिराख्नुपर्छ। खास गरेर चाहिँ मिडियाहरूसँग चाहिँ त्यस्तो बेलामा हामी एकदमै के हुन्छ भने हाम्रो अवस्था के छ, कस्तो अप्ठ्यारो पारेको छ, त्यस्तो कुराहरूको चाहिँ सरकारवालाहरूलाई चाहिँ जानकारीहरू दिलाइराख्नुपर्छ। हामी पनि अप्ठ्यारोमा छौँ है, तपाईँहरू पनि अप्ठ्यारोमा हुनुहुन्छ है, यस्तो बेलामा पनि हामी यस्तो गरिरहेछौँ है भनेर सबैतिरबाट सरसल्लाह सुझावहरूको चाहिँ अपेक्षा गरिरहेको हुँदाखेरि त्यस्तो बेलामा सबैजनाले हातेमेलो गरेर अगाडि बढ्दाखेरि त्यस्तो चाहिँ क्राइसिस को घडीमा त्यस्तो क्राइसिसबाट चाहिँ जोगिएर अगाडि बढ्न हामी सबैलाई सहज हुन्छ। यस्तो प्रकारले चिफ एक्जिक्युटिभ अफिसरले स्ट्रेटेजी फर्मुलेसनदेखि लिएर इम्प्लिमेन्टेसन र त्यसलाई कन्ट्रोल गर्नेसम्मका ती तमाम गतिविधिहरू सम्पादन गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सङ्गठनलाई अगाडि बढाउनु पर्ने हुन्छ। थ्याङ्क यू।